ल ओ म चाहिँ यता गल्लीबाट छिरेँ जान्छु क्या हो ल गाइस हामी चाहिँ अब यता ब्रेक बनाउन आएको छ हाम्रो मोटे दोस्तको ब्रेक चाहिँ के भएको हो सायद वेटले नथामे जस्तो लागिरहेछ ब्रेकले वेट नथामे हो कि के हो होइन अनि ल यहाँ हुनुहुन्छ निशान दोस्त अमित भाइ डिजे आलोक दे दो विवेक है यता हुनुहुन्छ रोशन ल अब हामी सिधै होइन रोडमा भेट्नेछौँ अब नेक्स्ट ट्रायलमा हामी भिडियो पनि बनाउनेछौँ हामी चाहिँ अब यता यो पुल्चोकको बाटोबाट यता कता चौबार जाँदैछौँ केटाहरू आउँदैछ पछि सिरियस आफ्नो चाहिँ मेटलको छ होइन मेरो चाहिँ मेटल फ्रेमको हो भाइपर स्काइलाइन डबल सस्पेन्सन गाडी ओ अमित भाइ गइसकेछ रोशन दिप सर हाम्रो निशान सर ओट फुल पम्पमा ल केटाहरू रफ्तारमा हो हाइट टिभी कलेज आइपुग्यो हामी चाहिँ अलिकति स्कुल एरिया छ जाँदैछौँ केटाहरू पछाडि घ्यासिसै गर्दै आइरहेको छ साइड हान्दै है झन्डै छ है अगाडि कुकुरले खेदायो है केटा हो तलबाट माथि है त ल मजाले ओहो ल रोशन गइसकेछ अगाडि ओइ ट्रेनमा जाने भने यतिको मजा त आउनु पऱ्यो क्या ओह्रालो ल सिधा छ चलो सिधै जा है म चाहिँ यताबाट छिराउँछु सिधै जा ओ म चाहिँ यता गल्लीबाट छिरेँ ओहो हिजो छ्याप्यो हामी चाहिँ तल सिधै उता रोडमै निस्किने हो म चाहिँ एउटा गल्लीको बाटोबाट छिर्दिएँ केटाहरू आउने हो कि होइन फेरि सुस्तरी केटाहरू आयो होला त केटाहरू चाहिँ आउँदैछ रमाइलो भइरहेछ रोशन अमित भाइ यता स्टन देखाउँदै ल हामी निशान सरलाई चाहिँ के भएछ
उहाँ टाढा हुनुहुन्छ केटाहरू चाहिँ यहाँ कुदिरहेछ के भयो निशान दोस्तलाई ए ल ल ल ल ल ल ल भ्यू चाहिँ यस्तो छ है चोबारको एकदम राम्रो छ आउनु होला तपाईँहरू पनि अब हामी चाहिँ यता चौबारमा आइपुगिसकेका छौँ केटाहरू सबैजना अब हामी चाहिँ यता ट्रेल हान्नेछौँ ट्रेल देखाइदिउँ हजुरहरूलाई ट्रेल चाहिँ अब यही बाटोबाट हुनेछ यताबाट तलतिर हुँदै त्यता तल पुग्नेछौँ हामी त्यहाँबाट चाहिँ फेरि हामीले त्यो उकालो ठेलेर त्यो पर देख्नु भइरहेको नि अब देख्छ कि देख्दैन थाहा भएन ब्याक क्यामेरा भयो भने देखिदिन्थ्यो लडिसक्यो यार ल लडियो त हनेछ के ओ यार यो सिट चाहिँ घटाउनु पर्ने छ ओइ ओइ ल ल ल ल ल ल ल ल पुसानो ओ ल केटालाई भ्यू देखाइदियो है ओ केटाहरू चाहिँ ओ अगाडि पुगिसक्यो ओए ओए मेरो त के भयो यो यस्तो औ तल पुसान है केटा पुसान ल है केटाहरूले रमाइलो गरी चलाइरहेछ ओइ म्याच ठोकिदिएर यार ह्यान्डलै हात नराम्रो ताले ठोकियो केटा हो होसियार है त ल केटा हो मजाले सस्पेन्सन खेलाउँदै के हो कन्टेन्ट धेरै दिने हो क्या मलाई आज हिँड म अगाडि हिँड्नु त्यहाँ अघि नै यार डिस्ट्र्याक्ट भयो कि माथि मान्छेहरूलाई हेर्ने चक्कर ढुङ्गाहरू एकदम हेरेर है ट्रेल चाहिँ उठेर हाल्नुपर्छ ल मेरो ब्रेकै भने जस्तो भएन क्या केटा हो ओइ हिँड ओइ गरिसकेको छ ब्रेक हानेर गइदिउँ न राइट त हो के हो नि त रियल ट्रेल राइट हिँड केटा हो
ठोकिने सम्भावना हुन्छ है यता चाहिँ। है ओहो साइकल त जान्छ क्या हो। है त्यसो त टायर पङ्चर हुन्छ। यस 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 के हो पछाडिको झर्न पाएन अगाडिको झरिहाल्छ त। यस ओ ओ ओ ओ ओ ओ ओ ओ ला ओ दोस्तले फेरि डुबायो। अब भन्दै थिएँ नि उठा 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 कति लडे यार तिमी आज। छोड्दै हो साइकल घारीतिर। हाइट हाइट यो बाटो यस। हामी चाहिँ कताबाट जाउँ भन्दाखेरि यताबाट छिराइदियो चिप्लो छ होइन अलिकति। ओ भाइ त के हो सर्टकट लिँदा पनि के हो पछि नै पऱ्यो त। पेडल हान्यो 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 पुस गर्यो। ल हामी चाहिँ अहिले खाजा खान बसेका छौँ यता चौबारबाट तल आएर। यता अब हात्तीबन जाने बाटो यता भइहाल्यो। ल अब भेटौँला हजुरलाई नेक्स्ट ट्रेलमा। केटा हो यहाँ दुःख पाइसक्यो होइन। यता रोशनको चाहिँ गेरै भाँच्यो त्यो गेरको होल्डरै गेर छिरेर भाङ्गिहाल्यो। अब बनाउनु पर्ने हुन्छ। जङ्गल बिचतिर छ रोडतिर। अब कहाँ बनाउने हो कहाँ गएर लेट्स मुभ। अगाडि पसल भेट्यो भने हात्तीबन जाने क्रममा यस्तो भयो। वी आर हियर एट नागेश्वरी ट्रेल। हामी चाहिँ माथि जानु सोच्थ्यो तर बिचमा साइकल बिग्रेको हुनाले जान नपाइने भयो माथिसम्म। बेलुका भइसक्यो। नागेश्वरी डाउनहिल ट्रेल। ल विवेक दोस्त त्यो चेन छोएर कराको दोस्त जोडो 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 जोडो
यहाँ त वाइल्ड चिप्लिने रहेछ यार केटा हो यस केटा हो वाइल्ड चिप्लो छ है वाइल्ड चिप्लो छ वाइल्ड चिप्लो छ घडी त हाल्यो सिमानो कोर भन्दियो क्वाकी क्वा हान्छ केटाहरूको हट कन्ट्रोल भयो है कन्ट्रोल यो मान्छे त अर्को पालो कन्ट्रोल गर्दै त्यसले चाहिँ ओइ केटा हो अब वाइल्ड चल्छ छिटो जाउँ अगाडि जाने ल ल अगाडि ल है त केटा हो चल 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 होइन ठुलो जुत्ता लगाएको नि बेफाइदा के खाल्टोमा छिर्छ त यसो केटाहरूले मलाई ट्रेल हान्नु सिकाइदिनु पऱ्यो होइन यसो टिप्स एन्ड ट्रिक दिनु पऱ्यो अपग्रेड हुनु पऱ्यो कि हल्का भयो नि बिस्तारै जाउँ केटाहरू चाहिँ आउँदैछ त्यो टायर रात्तै भइसक्यो एउटा ग्रिप छैन चिप्लेर के हुन्छ हुन्छ ल ल जाउँ 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 सुजित सर अमित भाइ चाहिँ 15 वर्ष भयो नि ए ल रोशन सर निशान ब्रो अनि हाम्रो विवेक सर ल है त ओ जाउँ 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 ओ झन्डै हात ठोके ओ ल केटा ल ओ हामी पनि गरौँ न यार होइन ल ल ल ल भाइ 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 ल
ओहो हिलो छ्याप्यो यार ओ माई गड यस हेलो हेलो भनिदिनुपर्छ कि यसो कोअपरेट हान्नुपर्छ होइन दाजुभाइ दिदीबहिनीहरूसँग हामी अब प्लास्टरवाला रोड छौँ होइन रोड छौँ भन्न आएको रोड छ ब्रेक भनेको थोपो छैन क्या हाम्रो साइकलमा अब हेर्न सक्नुहुन्छ त्यहाँ रोशन सरले एकदम तुफान गइरहेको छ है ढिलो त वाइल्डले उडायो कसम चोरे फुल भएर रहेछ भने चाहिँ म्याच चिकन हुन्छ नि यस्तो बवाल भिडियोमा चाहिँ जाउँ कुदाउनलाई बवाल ओ यहाँ हिलो छ्याप्नु सक्छ कोही दिउँसिँदै ब्रेक नहाल्नु यस्तोमा त चिप्ल्यो भने त चिप्ल्यो त यहाँ एकछिन केटाहरू खायो होइन ल ल ओइ हात मिला ल ल ल ल ल खाजा खाएर चक्क लाएर खाजासाजा खाइसक्यो होइन हामीले भाइ ल हाम्रो भाइहरूले चाहिँ होइन ट्रेल बनाएको एकदम दामी बनाएको छ ल है त ल भाइ भिडियोमा हाल्न मिल्छ नि होइन मिल्छ चार्ट सो लेट्स गो है त हामी चाहिँ ट्रेल अब भइसकेको छ ह्यान्डल बाङ्गै छ अब बाङ्गै ह्यान्डलमा होइन ओ ल ल है गाइस अलिकति ह्यान्डल एडजस्ट गरिहाल्यो यतिको त हान्नु पऱ्यो नि त स्पिड त होइन यतिको स्पिड नहान्ने के काम त Oh my god! हल्का ब्रेक हालिदिउँ न त होइन केटा हल्का जानिदियो टर्निङ कसम छोरोले चाहिँ दामी कुदाउने हो क्या ब्रेक टिकेन भने तन्ना पर्छ क्या फेरि अलिकति होइन केटाहरू आएन केटाहरू चाहिँ ल के भएछ नालीतिर छिर्छ त यहाँ भाइ के भने खाल्डोमै छिर्दिएको अनि त्यो के भएछ भने त ल जाउँ माको त यस्तरी हान्ने क्या टर्निङ त है केटाहरू खोइ त कुदाएको हो नि यस्तो मिठो छ यार बाटो